सुसारेको पनि दरबार बन्न सक्छ? यो आफैमा रोचक प्रश्न हो। तर काठमाडौँको नक्सालमा आज पनि एउटा यस्तो दरबार उभिएको छ जुन कुनै बेलाकी सुसारेका लागि बनाइएको थियो। त्यही सुसारे कालान्तरमा नेपालकी बडा महारानी बनिन्। आज तिनै बडा महारानीका निम्ति निर्मित सीतामहलको कथा भन्नेछौँ। एउटा यस्तो दरबारको कथा जसले नेपालको इतिहास नै बदल्ने प्रयास गर्यो। काठमाडौँ महानगरपालिका नक्साल स्थित सीतामहल राणाकालीन वास्तुकलाको महत्त्वपूर्ण सम्पदा हो। एक समय करिब 300 रोपनी क्षेत्रफलमा फैलिएको यो विशाल दरबार सहरी विस्तारसँगै खुम्चिँदै गएको छ। 2072 सालको भूकम्पपछि यसको पुनर्निर्माण गरी मौलिक स्वरूप जोगाउने प्रयास भइरहेको छ। हाल यस परिसरमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान लगायत विभिन्न सरकारी कार्यालयहरू सञ्चालनमा छन्। नेपाल बाल सङ्गठन अन्तर्गत बाल मन्दिरका रूपमा पनि प्रयोग भएकाले धेरैले यसलाई पुरानो बाल मन्दिर भवनका रूपमा चिन्दछन्। राणाकालीन वास्तुकलाको विशेषता झल्काउने सीतामहल आज पनि काठमाडौँको महत्त्वपूर्ण जीवित ऐतिहासिक सम्पदाका रूपमा उभिएको छ। सीतामहलको कथा बुझ्न सबैभन्दा पहिले हामीले बुझ्नै पर्ने पात्र हुन् सीता। यिनको वास्तविक नाम थियो दिलकुमारी ब्लोन। उनी पूर्वी नेपालको तत्कालीन भोजपुर जिल्लाको सिम्पानी क्षेत्र हाल खोटाङ जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा जन्मिएकी एक सामान्य तामाङ परिवारकी छोरी थिइन्। त्यतिबेला तामाङ समुदायलाई प्राय मुर्मी वा भोटे भनेर चिनिन्थ्यो। उनीहरूले तामाङ थर लेख्न पाउँदैनथे। साधारण परिवारमा हुर्किएकी दिलकुमारीले आफ्नो जीवनले एक दिन नेपालको इतिहासमा स्थान बनाउनेछ भन्ने कल्पना पनि गरेकी थिइनन्। उनी काठमाडौँ आइन्, तर रानी बन्न होइन। उनी टङ्गाल दरबारमा बिरामी जेठी रानीको स्याहार सुसार गर्न सुसारेका रूपमा प्रवेश गरेकी थिइन्। तर नियतिले उनको जीवनको दिशा नै बदलिदियो। तत्कालीन प्रधान सेनापति भीम शमशेर राणाको नजर दिलकुमारीमाथि पर्यो। उनको रूप, व्यवहार र सेवाभावले प्रभावित भएका भीम शमशेरले उनलाई आफ्नी प्रिय पत्नी बनाए। आफ्नी जेठी पत्नीको निधनपछि उनले दरबारका परम्परा र विरोधीलाई चुनौती दिँदै दिलकुमारीलाई आफ्नी रानी बनाए। धीर शमशेरका 17 भाइ मध्येका 7औं छोरा भीम शमशेरले श्री 3 महाराज भएपछि भने उनलाई बडा महारानी नै घोषणा गरे। यस अघि नै उनले दिलकुमारीको नाम सीता भनेर परिवर्तन गरिसकेका थिए। त्यसपछि दिलकुमारी सीता महारानी हुँदै सीता बडा महारानी नै बनिन्। इतिहासकारहरूका अनुसार भीम शमशेर आफूलाई रामभक्त शासकका रूपमा प्रस्तुत गर्न चाहन्थे। त्यसैले आफ्नी प्रिय पत्नीलाई रामायणकी आदर्श पात्र सीताको नाम दिए। सम्भवतः उनी आफूलाई राम र आफ्नी प्रिय पत्नीलाई सीताको रूपमा स्थापित गर्न चाहन्थे। तर सीताको नाम मात्र परिवर्तन भएन, हैसियत पनि बदलिएर सर्वोच्च स्थानमा पुग्यो। एक समय दरबारमा सुसारेका रूपमा प्रवेश गरेकी तामाङ चेली अब नेपालको सबैभन्दा शक्तिशाली महिला मध्ये एक बनिसकेकी थिइन्। उनलाई बडा महारानी बनाउन टङ्गाल दरबारमा विशेष समारोह आयोजना नै गरियो। उच्च पदस्थ पदाधिकारीदेखि राणा परिवारका सदस्यसम्मलाई उपस्थित गराएर नवघोषित बडा महारानी सीतालाई दाम राखी सम्मान प्रकट गर्न लगाइएको थियो। यही सम्मानलाई अमर बनाउने उद्देश्यले भीम शमशेरले पछि नक्सालमा एउटा भव्य दरबार निर्माण गर्न लगाए। यो त्यही सीता भवन हो। सीता बडा महारानी केवल नामकी महारानी थिइनन्। उनको प्रभाव यति ठुलो थियो कि जागिर चाहने, अवसर खोज्ने र दरबारमा पहुँच बनाउन चाहनेहरू उनको कृपा खोज्थे। त्यतिबेला धेरै राणा परिवार र दरबारका शक्तिशाली व्यक्तिहरूलाई एउटा कुरा स्वीकार्न कठिन थियो, एक तामाङ समुदायकी महिला बडा महारानी बन्नु। तर भीम शमशेरले कुनै पनि खाले विरोधलाई वास्ता गरेनन्। सीताको प्रभाव बढ्दै गयो। उनले तामाङ जातिले तामाङ लेख्नै नपाइने नियम खारेज गराइन्। तामाङ जातिमाथिका कतिपय विभेद हटाइदिइन्। उनले तामाङ जातिमाथि राज्यले गर्दै आएको विभेद हटाउने ऐतिहासिक कार्य गरेको देखिन्छ। सीता महारानी कति शक्तिशाली थिइन् भन्ने कुराका लागि एउटा दृष्टान्त सुनौँ। युवा इतिहासकार राजकुमार दिक्पालले लेखेको एक आर्टिकल अनुसार राजमान, हडमान र थानसिंह नामका आफ्ना 3 दाजुभाइलाई जनै लगाएर पाँडे थर लेख्ने व्यवस्था गरिदिन् सीता महारानीले। अर्थात् सीताका दाजुभाइ रातारात तामाङबाट पाँडे बने। नेपालको 13औं र राणा प्रधानमन्त्रीमा 7औं भीम शमशेर
64 वर्षको उमेरमा श्री 3 महाराज बनेका थिए। उनलाई बुढा महाराज भनेर समेत चिनिन्थ्यो। उनको अचानक 67 वर्षको उमेरमा निधन भयो विक्रम सम्वत 1989 भदौ 17मा। 29 वर्षसम्म प्रधान सेनापति भएर बुढेसकालमा श्री 3 बनेका उनले प्रधानमन्त्री बनेको 3 वर्षमा नै धरती छोडेका थिए। अर्को रोचक कुरा के थियो भने यो दरबार तयार भएर सर्ने भनेको अघिल्लो दिन श्री 3 महाराज भीम शमशेरको निधन भएको थियो। उनको निधनसँगै सीताको जीवनले पनि अँध्यारो बाटो समात्यो। ऐतिहासिक अभिलेखहरूका अनुसार भीम शमशेरको शव उठाउनु अघि नै दरबारभित्र सम्पत्ति कब्जाको होड सुरु भयो। ढिकुटी खोलियो, सुन असर्फी र धन सम्पत्ति निकालियो र नवविधवा सीता महारानी असहाय बनिन्। यतिसम्म कि उनकी एक छोरीको विवाह तत्कालीन युवराज महेन्द्रसँग गर्ने पक्का भएको थियो। बाबु श्री 3 भीम शमशेरको निधनसँगै विवाहको बाचा समेत तोडियो। पछि सीताका 2 छोरीको विवाह भारततर्फ भएको पाइन्छ। यसरी 3 वर्षसम्म प्रथम महिलाका रूपमा दरबार बसेकी बडा महारानी अचानक एक्लिन्। अन्यत्रबाट लखेटिए पनि उनको पेवा दरबार सीता भवनबाट पनि उनलाई कसैले लखेट्न सकेन। उनको इहलीला यही दरबारमा समाप्त भयो। तर सीता महारानीका छोरातिरका सन्तानको भने इतिहास निकै रोचक छ। श्रीमानको निधनपछि सीताका 2 छोरा हिरण्य शमशेर र प्रकाश शमशेर दरबारबाट मात्र होइन काठमाडौँबाटै निकालिए। पछि हिरण्यका छोरा सुवर्ण शमशेर र प्रकाशका छोरा महावीर शमशेरले राणा शासन अन्त्यका निम्ति भएको क्रान्तिमा ठूलो आर्थिक लगानी र नेतृत्व गरे। 2007 सालमा प्रजातन्त्र आएपछि सीताका यी दुवै नाति मन्त्री बने। सुवर्ण शमशेर त पहिलो अर्थमन्त्री उपप्रधानमन्त्री मात्र होइन मन्त्री परिषदको अध्यक्ष नै बने। विक्रम सम्वत 2021 सालमा यही दरबार परिसरमा नेपाल बाल सङ्गठन स्थापना गरियो। 2049 सालदेखि बाल मन्दिरको बहुमूल्य जग्गा निजी प्रयोजनका लागि लिजमा दिने क्रम सुरु भयो। त्यसपछि भएका विभिन्न लिज सम्झौतामाथि प्रश्न उठ्दै गए। विशेष गरी 29 रोपनी 4 आना जग्गा दीर्घकालीन रूपमा लिजमा दिएको विषय राष्ट्रिय चर्चामा रह्यो। यसै प्रकरणमा नेपाल बाल सङ्गठनले विगतका अध्ययन प्रतिवेदन र आन्तरिक छानबिनका आधारमा बृहस्पति विद्यालयसँग गरिएको दीर्घकालीन लिज सम्झौता रद्द गर्यो। त्यसपछि तत्कालीन पदाधिकारी, कर्मचारी तथा अन्य संलग्न व्यक्तिहरूको मिलेमतोमा सार्वजनिक सम्पत्ति हिनामिना भएको आरोप लगाउँदै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो CIB ले अनुसन्धानका लागि औपचारिक जाहेरी समेत दर्ता गरायो। यो विषय अझै कानुनी र अनुसन्धान प्रक्रियामै रहेको छ। यस घटनाले एउटा गम्भीर प्रश्न उठाएको छ। कुनै समय एउटी बडा महारानीको सम्मानमा निर्माण गरिएको यो ऐतिहासिक दरबार पछि असहाय बालबालिकाको आश्रयस्थल बन्यो। तर आज यही परिसर सार्वजनिक सम्पत्तिको संरक्षण र सुशासनबारे राष्ट्रिय बहसको विषय बनेको छ। यति बेलासम्म आइपुग्दा सीता भवनको स्वरूप फेरिसकेको छ। यसको आँगन पहिले जस्तो छैन, यसको परिसर पनि पहिले जस्तो विशाल छैन। भूकम्पले यसलाई चर्कायो, समयले यसको रूप बदल्न खोज्दैछ। त्यसैगरी पुनर्निर्माणले यसलाई फेरि उभ्याउन खोज्दैछ। सम्पदा जोगाउनु भनेको केवल इँटा र ढुङ्गा जोगाउनु होइन, एउटा राष्ट्रको स्मृति जोगाउनु हो। दर्शकवृन्द, फेरि अर्को भागमा नेपालको अर्को ऐतिहासिक दरबारको कथा लिएर उपस्थित हुने नै छु। लाइक, कमेन्ट र सब्सक्राइबको आशा गर्दछु। तबसम्मका लागि बिदा दिनुहोस्। फेरि भेटौँला। नमस्कार।